हेलो गाइज वेलकम टु ब्लग। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आशा गर्दछु तपाईँलाई यो भिडियो मन पर्नेछ। सो लेट्स गो। सो गाइज बाटो बन्द भइसकेको छ। आज कस्तो कस्तो दिन भयो, बादल पनि काहीँ देख्दैन अनि अलिक घाम पनि चल्केको जस्तो लाग्यो। आज गरम होला। हेरे सुड्डी कसरी हेरिरहेको छ हौ, लुई लुई मारेर हेरिरहेको। यहाँ त्यस्तै हो, बुढेसकालमा पनि काम गर्नुपर्छ। हे सूर्यदेव मन्दिर सानो गुम्बा छ, गुम्बा त हुँदैन। हाम्रो यो काम गर्ने जाने बाटो यहाँबाट सिधै गयो भने ठ्याक्कै पुगिन्छ हाम्रो काम गर्ने ठाउँ, फर्स्ट एभेन्यू मल चेन्नाई। इट्स हेलो। यहाँ यसरी विदेशीहरू यसरी साइकलमा काम गर्न जान्छ। आफूलाई चाहिँ मन पर्दैन। सो लाइसेन्स छैन बाइकमा हेर्नु भने, साइकलमा हेर्नु मन पर्दैन, बरु हिँडेरै ठिक छ। हार खायो भने जिन्दगीमा केही गर्न सक्दैनौ भनेर भन्थ्यो नि। हेर एक खाडीमा आएर कसरी हिँडिरहेको छ। ओ हँसाएर यसो छ। सिग्नल खोलिहाल्यो, त्यही पनि गाडी चाहिँ पर्खेको पछि। अब हाम्रो नजिकै आइसक्यो। यो चाहिँ साँझपाखा बच्चाहरू खेल्ने पार्क हो। उता त बुढाबुढी पो बसिरहेको रहेछ। बच्चाले खेल्ने पार्क हो, बुढाबुढी पो खेलिरहेको रहेछ। सबैजना तपाईँहरू पनि मलेसिया आउँदै हुनुहुन्छ भने सेक्युरिटीमा यी कुराहरू चाहिँ ध्यान राख्नुहोस्। फर्स्ट नम्बर कम्पनी चाहिँ चाइनिजको परोस्, गुड, राम्रो, पैसा दिनमा टाइम टु टाइम दिन्छ। अनि दोस्रो नम्बर सप्लाई नभयो भने राम्रो हुनेछ। त्यो त अब प्रायः सेक्युरिटी भनेकै सप्लाई हो पुरै। अनि तेस्रो नम्बर हाम्रो सहर बजारमा परोस्। गाउँतिर भयो भने, यो कम्पनीतिर भयो भने त्यहाँ चोर डाका लाग्ने त्यस्तो सम्भावना धेरै हुन्छ। फाइनली गाइस रेडी भइसकिएको छ। सबैजना यहाँ रेडी भइसकेको छ। अब ड्युटी स्टार्ट हुने समय। घोडा यस्तरी उभिनुपर्छ। अब 12 घन्टा ट्र्याक्टर घोडा यस्तरी पुरै उभिनुपर्छ। एउटा खुट्टा दाहिना एक हल्ला चाहिँ केही छैन। त्यसपछि दौडीको पुरा हेर्नुपर्छ। फाइनली गाइस ड्युटीमा आइसकेको छु। अहिले मेरो घुम्ने पालो कार पार्कमा घुम्दैछु।
सबै बन्द छ। भित्र पसलहरू सबै बन्द छ। फाइनली ग्यास अब मल ओपन भइसकेको छ। बिहानीको समय घाम चर्को छ। ओपन भइसकेको छ फाइनली। एकछिनपछि हल्का हल्का भित्रको नजारा पनि देखाउने छु। सो लेट्स गो। एलजीमा लोवर ग्राउन्ड बेसमा यहाँ चाहिँ हल्का उलाएको छ। हल्का हल्का बजार जस्तो भन के अरे यिनीहरूको तिहार चलिरहेको छ नि त मुस्लिमहरूको। त्यही भएर यहाँ बाहिर पसलहरू डेकोरेसन गरेर लगाइदिइरहेको छ। रेस्टुरेन्टहरू परफ्युम छ। स्वीट छ। छुट्टी भइसकेको छ। अब घर जान आँटेको, सरी रुम जान आँटेको। चट्ट त्यही आएको बाटो जाने अँध्यारो भइसक्यो। सो लेट्स गो। ऊ चाहिँ हाम्रो सहकर्मी हेलो भनिदेऊ त। हेलो, के छ, कस्तो महसुस भइरहेको छ? 12 घन्टा सकेर आएर हो अहिले हतार होटल जानको लागि पनि अब खाना पकाउनु परेको। पालो चाहिँ अगाडि आन भनेर हतार गरेको हो गाइस। हामी चाहिँ अब अगाडि नै पकाउनु पर्छ भनेर खाना हो नि दौडी भएर पहिल्यै पकाउने। यसो अब 5-6 जनाको छ। अब एक पुस्टे गर्ने बित्तिकै अब 1 घन्टा 1.5 घन्टाको तल माथि पर्छ। त्यो भन्दा अलिकति पसिना बगाएर भयो अगाडि पकाएर अगाडि सुत्ने योजनामा हामी त्यो 2जना दाजुभाइ कुदिरहेको हो। 2 जनाले मात्रै एकचोटिमा पकाउन मिल्छ। हाम्रो ग्रुप टन्नै छ, 4-5 जनाको ग्रुप छ। 4-5वटा चोटि पकाउनु पर्छ। पालो कुर्नुभन्दा अगाडि नै पकाइदिने हो भनेर सर्ट दौडेर हिँडेको। निधारको पसिना पुसेर के फरक पर्दैन, तर वेट गरेर बस्नु पऱ्यो भने त्यो जस्तो झ्याउ केही पनि हुँदैन। हो सही हो गाइस।